बिफोर स्टार्टिङ दिस भिडियो तपाईँहरू यो क्लिप्स हेर्नु सुरुमा। महिला प्रहरी बोलाएर चाहिँ उसको अनुसन्धान गर्नुपर्छ सर। यो घटना चाहिँ हिजो छाडी अस्ति विराटनगरमा प्रोटेस्ट भइरहेको थियो र प्रोटेस्टमै भएको यो घटना हो। र यो घटना बितेको भोलिपल्ट यानि कि हिजो बिहानै मलाई यो चाइनिजले म्यासेज गरेको थियो। के भनेर म्यासेज गरेको थियो भने, हेलो ब्रदर, आई एम लिभिङ दिस कन्ट्री टुमोरो, आई एम लिभिङ दिस सिटी टुमोरो, सो दिस इज अ फाइनल गुड बाई म्यासेज टु यु भनेर मलाई म्यासेज गरेको थियो क्या। र यो म्यासेज पढ्न साथ म अलिक इमोसनल भएँ, किनभने के भएको थियो यो चाइनिजसँग भन्ने कुरा चाहिँ मलाई थाहा थियो नि त। मैले अलरेडी भिडियोमा हेरिसकेको थिएँ। र त्यसपछि चाहिँ हाम्रो कुराकानी हुँदै गयो, वादविवाद हुँदै गयो। र कुराकानी हुँदाखेरि चाहिँ मैले के थाहा पाएँ भन्दाखेरि, के भएको रहेछ भन्दाखेरि चाहिँ मान्छेहरूले चाहिँ उनीहरूलाई मिसअन्डरस्टुड गरेको रहेछ एज अ स्पाई। यो चाइनिज जासुस हो र नेपालमा चाहिँ एउटा जासुसी गर्न आएको हो भन्ने धारणा रहेछ लोकल मान्छेहरूको। अनि त्यही कारणले गर्दाखेरि मान्छेले उसलाई प्रोटेस्टमा भेटेको रहेछ। र प्रोटेस्टमा भएको बेला चाहिँ मान्छेहरू अलरेडी अलि बेसी नै एग्रेसिभ हुन्छ। र एग्रेसिभ भएको कारणले गर्दाखेरि चाहिँ मान्छेहरूले चाहिँ उसलाई अलि एग्रेसिभ वेले त किन यहाँ आएको, त को होस्, त जासुस त होइन भनेर सोध्दै रहेछ क्या। र एउटा विडम्बनाको कुरा के छ भन्दाखेरि उसलाई न त चाइनिजलाई न त नेपाली बोल्न आउँछ न त इङ्ग्लिस बोल्न आउँछ। उसलाई बोल्न भनेको मात्र चाइनिज मात्रै आउँछ। त्यही भएर कम्युनिकेसन ब्यारियर भएको कारणले गर्दाखेरि त्यो लोकल मान्छेहरूले अलिकति दुर्व्यवहार गरे। र मलाई चाहिँ दुःख पुग्दै थियो क्या म्यासेजमा। मलाई चाहिँ यस्तो सोचेको रहेछ मान्छेहरूले, म यस्तो होइन, तिमीलाई थाहा छँदैछ, तिमीले त मलाई मजाले चिन्छौ सुजल, म त्यस्तो होइन, म त यहाँ मात्र नेपालको संस्कृति आफ्नो देशमा देखाउन मात्रै आएको हो, म त एउटा नर्मल स्ट्रिमर हो, तिमी जस्तै एउटा कन्टेन्ट क्रिएटर हो। मलाई चाहिँ मान्छेहरूले मिसअन्डरस्टुड गरेर बसेको रहेछ, म जासुस होइन, मान्छेले मलाई जासुस सोचेको रहेछ। प्लिज यो कुरा चाहिँ क्ल्यारिफाई गर्नको लागि मलाई हेल्प गर। मलाई नेपाली पनि बोल्न आउँदैन, मलाई इङ्ग्लिस पनि बोल्न आउँदैन, प्लिज डु हेल्प मी भनेर मलाई म्यासेज पनि पठाएको थियो। र फाइनल गुड बाई भन्नको लागि पनि म्यासेज गरेको थियो। र यो कुरा सुनिसकेपछि मलाई आफैमा भित्र कस्तो खिन्न भयो क्या। किनभने उसँग त मैले लामो समय बिताएको छु नि त, उसँग त म कतै घुम्न गएको छु, 3-4 चोटि भेटेको छु र हामी अलरेडी टचमा पनि थियौँ। त्यसले गर्दाखेरि चाहिँ मलाई नराम्रो लाग्यो। त्यही भएर चाहिँ आज यसो भिडियो बनाऊँ, यो कुरालाई क्ल्यारिफाई गरेर भन्ने जस्तो मन लाग्यो। त्यही भएर आज चाहिँ म क्ल्यारिफाई गर्न आएको। र हुन चाहिँ के भएको यो सबै कुराहरू चाहिँ बुझ्नको लागि चाहिँ हामीले सुरुदेखि बुझ्नुपर्ने हुन्छ। चाइनिज को हो, यो के गर्छ, मैले चाहिँ फेरि उसको अनुसार हो, उसले मलाई जे भनेको छ उसले भनेको अनुसार मात्रै भन्दैछु। र अहिले चाहिँ ऊ गइसक्यो, विराटनगर छोडिसक्यो, नेपाल पनि छोड्न आँट्दैछ, ऊ चाहिँ चाइना फर्किरहेछ। र यो कुराको बारेमा चाहिँ सुरुदेखि जानौँ हामी।